धन्यवाद। यस कार्यक्रमका अध्यक्ष कमरेड, प्रमुख अतिथि कमरेड र यहाँ यो कार्यक्रममा अत्यन्तै जिज्ञासासहित अत्यन्तै उत्साहसहित पाल्नुहुने सम्पूर्ण साथीहरू, सर्वप्रथम हार्दिक अभिवादन। यहाँ सबै वक्ताहरूलाई अब भागभन्दा छुट्याएको छ। त्यसो हुँदा मैले चाहिँ लेनिनलाई स्मरण गरेँ। सर्वप्रथम म महान क्रान्तिकारी विश्व कम्युनिस्ट आन्दोलनका संस्थापक र मार्क्सवादका पनि संस्थापक र सँगसँगै त्यसका विकास गर्ने प्रमुख नेताको रूपमा स्थापित कमरेड याई लेनिन प्रति हार्दिक श्रद्धा छ। हामीले लेनिन भन्ने बित्तिकै यहाँ हामी सबै कम्युनिस्टहरू नै छौँ होला, सबै समाजवादी नै छौँ होला र त्यसमा पनि लामो समयसम्म कम्युनिस्ट आन्दोलनमै त्याग बलिदान गरिसक्नुभएका नेताहरू पनि हुनुहुन्छ र हामी अलि पछाडिका उहाँहरूलाई नै अनुसरण गर्दै लेनिन पढ्दै र उहाँहरूलाई अनुसरण गर्दै यहाँसम्म आउने बिचका पनि छौँ र अब अनुसरण गर्न बाँकी रहेका युवा पुस्ता पनि हुनुहुन्छ र सबैले कम्तीमा पनि हामीले लेनिन पढेका छौँ। हामी कम्युनिस्ट हुनको लागि चाहिँ सबभन्दा पहिले लेनिन पढ्छौँ। त्यसकारण लेनिनको बारेमा, उहाँको जीवनी, उहाँको कार्य इत्यादिको बारेमा यहाँ व्याख्या गरिरहनु पर्ने कुनै आवश्यकता छैन। त्यसो हुँदा म लेनिनको चाहिँ आज के हो त, आज हामीले लेनिनलाई कसरी सम्मान गर्ने, लेनिनको मार्गदर्शनलाई हामीले कसरी बुझ्ने, त्यो कुरामा मात्रै म केन्द्रित हुन्छु। लेनिन भन्ने बित्तिकै हामीले लेनिनवाद सम्झन्छौँ। लेनिनको सान्दर्भिकता नै लेनिनवादमा छ। हाम्रो एउटा मान्यता छ, मार्क्सवाद भनेपछि चाहिँ त्यो वैज्ञानिक हो र वैज्ञानिक सिद्धान्त चाहिँ अकाट्य हुन्छ, त्यो प्रमाणित हुन्छ, तथ्यपरक हुन्छ, तर्कसङ्गत हुन्छ। त्यसकारण त्यसमा कुनै परिवर्तन आवश्यक हुँदैन। हाम्रो एउटा मान्यता हो, आम रूपमा हामीले मान्ने, विज्ञानलाई मान्ने त्यही हो। त्यसकारण न्युटनको सिद्धान्तलाई हामीले कहिले पनि परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनौँ र आइन्स्टाइनको सिद्धान्तलाई पनि हामीले कहिले परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनौँ र त्यही स्तरमा हामीले मार्क्सवादलाई राख्छौँ र मार्क्सवादमा पनि कुनै परिवर्तन आवश्यक छैन। परिवर्तन गरियो भने त्यो संशोधनवाद हुन्छ, दक्षिणपन्थ हुन्छ र त्यसको अनुसरण अक्षरशः पालन गर्नुपर्छ, त्यसको अनुसरण अक्षरशः हुनुपर्छ। तब मात्रै मार्क्सवादी हुन्छ, तब मात्रै मार्क्सवादको सार्थकता हुन्छ। हाम्रो मान्यता यही नै हो। तर लेनिनले चाहिँ त्यसो गरेन। लेनिनले भाँडे मार्क्सवादमा चाहिँ लेनिनले नयाँ धाराको विकास गर्नको लागि मार्क्सवादमा भाँडभैलो मचाए। अहिलेको हाम्रो भाषामा भन्दा भाँडभैलो मचाए भन्नु मिल्छ। त्यसैको परिणाम आयो लेनिनवाद। तर मार्क्सवाद त छँदै थियो पहिलेदेखि।
मार्क्सवाद पहिल्यै थियो। मार्क्सवादलाई अनुसरण गरेर रुसमा पार्टी खोलिएको र त्यो पार्टी पनि मार्क्सवादी पार्टी हो। र त्यसका संस्थापक चाहिँ प्लेखानोभ, जर्जी प्लेखानोभले रुसमा पहिलो कम्युनिस्ट पार्टीको स्थापना। र जर्जी प्लेखानोभ भन्ने चाहिँ चर्सुदवादी। उनले मार्क्सवादमा कति पनि परिवर्तन गर्नु हुँदैन, मार्क्सवादलाई अक्षरशः पालन गर्नुपर्छ भन्ने आधारमा मार्क्सवाद स्थापना गरेका मार्क्सवादी पार्टी। र त्यसकै एकजना सदस्य लेनिनले चाहिँ मार्क्सवादमा विकास गर्नुपर्छ, मार्क्सवादमा परिवर्तन गर्नुपर्छ, मार्क्सवादलाई अक्षरशः हामीले पालना गर्न सकिँदैन र नयाँ युगमा हामीले नयाँ सिद्धान्तको निर्माण गर्नुपर्छ। र लेनिनले चाहिँ नयाँ युगमा नयाँ सिद्धान्तको निर्माण गरे जसलाई हामी लेनिनवाद भन्छौँ। अनि त्यो लेनिनवाद आउने सन्दर्भमा चाहिँ रुसका कम्युनिस्टहरू र दोस्रो अन्तर्राष्ट्रियका नेताहरूको बिचमा जुन मान्यता स्थापित थियो त्यसको विरुद्धमा लेनिनले चाहिँ दोस्रो अन्तर्राष्ट्रियलाई नै खारिज गरे। त्यसलाई उनी येलो इन्टरनेसनल भन्छ। 1914मा लेनिनले येलो इन्टरनेसनल भनेर दोस्रो अन्तर्राष्ट्रियलाई खारिज गरे। त्यसको कारण के थियो भने त्यो दोस्रो अन्तर्राष्ट्रियले चाहिँ रुसमा समाजवादी क्रान्ति हुँदैन र रुसमा विश्वभरि नै एकैपटक क्रान्ति हुनपर्छ, रुसमा मात्रै क्रान्ति हुँदैन। त्यसकारण रुसमा मात्रै क्रान्ति गर्ने, समाजवादी क्रान्ति गर्ने कुरा यो मार्क्सवाद विरोधी हुन्छ भनेर दोस्रो अन्तर्राष्ट्रियले आफ्नो धारणाहरू अगाडि सारेको थियो। तर लेनिनले चाहिँ के गर्यो भने रुसमा मात्रै एउटै देशमा मात्रै क्रान्ति गर्न हुन्छ र त्यो मात्रै अहिले सम्भव छ र रुसमा समाजवादी क्रान्ति चाहिँ हुन्छ। समाजवादी क्रान्ति चाहिँ रुसमा थोपरियो र रुस एक्लैले क्रान्ति गर्ने कुरा पनि थोपरियो। त्यसकारण हामीले यो थोपरीको कार्यभारलाई पुरा गर्नुपर्छ र परिणामस्वरूप रुसमा समाजवादी क्रान्ति भयो र रुसमा मात्रै क्रान्ति भयो। तर मार्क्सवादले भनेको चाहिँ रुसमा मात्रै अथवा एउटै देशमा मात्रै क्रान्ति हुँदैन भन्ने। कम्युनिस्ट पार्टीको घोषणापत्र यहाँहरू सबैले हेर्नुभयो होला। त्यसमा चाहिँ कम्तीमा पनि 3टा देशमा एकैसाथ प्रयत्न गर्नुपर्छ भन्ने छ। जर्मनी, फ्रान्स र बेलायत। यति 3टा देशमा एकैपटक प्रयत्न गरियो भने मात्रै समाजवादी क्रान्ति र त्यो कुरा पुष्टि पनि भएको छ। त्यो गलत थिएन। तर त्यो चाहिँ त्यसको सान्दर्भिकता चाहिँ मार्क्सवादकै युगमा मात्रै। मार्क्सवादको युग भनेको चाहिँ प्रतिस्पर्धी पुँजीवादको युग। तर 1900बाट चाहिँ प्रतिस्पर्धी पुँजीवाद, एकाधिकारी पुँजीवादमा पढ्न पाएको थियो र एकाधिकारी पुँजीवादको चरणमा चाहिँ एकैचोटि दुनियाँभरि क्रान्ति हुँदैन। त्यो चरणमा चाहिँ एउटा देशमा वा केही देशमा मात्रै क्रान्ति हुन्छ र त्यहाँ मात्रै क्रान्ति गर्न सकिन्छ। त्यो भनेको साम्राज्यवादको कडी कमजोर भएको, जहाँ जहाँ कमजोर हुन्छ त्यहाँ चाहिँ प्रहार गर्न सकिन्छ। तर प्रतिस्पर्धी पुँजीवादमा चाहिँ त्यस्तो कडी कमजोर कडी कहीँ नहुने हुनाले एकैचोटि दुनियाँभरि एकैचोटि क्रान्ति गर्नु। र त्यो ठाउँमा लेनिनले मार्क्सवादमा चाहिँ नयाँ विकास गर्नुपर्छ र मार्क्सवादको आत्मा भनेको चाहिँ ठोस परिस्थितिको ठोस विश्लेषण। ठोस परिस्थितिको ठोस विश्लेषण भनेको के हो त? ठोस परिस्थिति भनेको यथार्थ र त्यो यथार्थको विश्लेषण पनि हामीले यथार्थै भएर गर्नुपर्छ। परिस्थिति ठोस छ, ठोस परिस्थिति पत्ता लगाइयो, तर त्यसको चाहिँ व्याख्या गर्ने बेला, विश्लेषण गर्ने बेलामा चाहिँ ठोस भइएन भने त्यो सही हुँदैन। पहिले परिस्थिति ठोस हुन पर्यो, त्यो भनेको यथार्थ हुनु पर्यो। रियल परिवेशलाई हामीले ग्रहण गरेर
त्यसको चाहिँ रियल विश्लेषण गर्यो भने सही निष्कर्ष निस्किन्छ र त्यसबाट सही मार्गदर्शन भेटाइन्छ। त्यसकारण मार्क्सवादको मूल भावना भनेको ठोस परिस्थितिको ठोस विश्लेषण र यो मार्क्सवादको यो भावनालाई चाहिँ मार्क्स एङ्गल्स आफैले पनि के भन्नुहुन्छ भने हाम्रो सिद्धान्त चाहिँ जडसूत्र होइन, यो मार्गदर्शन मात्र। त्यसैलाई लेनिनले के भन्नुहुन्छ भने मार्क्सवादको मूल भावना भनेको ठोस परिस्थितिको ठोस विश्लेषण र त्यसलाई माओले के भन्नुहुन्छ भने जुत्ताको नाप अनुसार खुट्टा काट्ने होइन, खुट्टाको नाप अनुसार जुत्ता काट्ने। र अब हामीले चाहिँ लेनिनलाई कसरी बुझ्दै त भन्दा ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने आँट गर्नु पर्यो हामीले। आजको सन्दर्भमा हाम्रो ठोस परिस्थिति के हो त? लेनिनकै समयको अथवा मार्क्सकै समयको ठोस परिस्थितिलाई आज हामीले पनि ठोस परिस्थिति नै मान्यौँ भने त्यो गलत हुन्छ। र हाम्रो कार्यभार के हो त? हाम्रो कार्यभार चाहिँ आजको यो 21औं शताब्दीसम्मको ठोस परिस्थिति हो। त्यो ठोस परिस्थिति अनुसार हामीले ठोस विश्लेषण गर्नु पर्यो र हाम्रो क्रान्तिको, हाम्रो सामाजिक रूपान्तरको कार्यभार निर्धारण गर्नु पर्यो। र लेनिनले अन्तिममा के भन्नुहुन्छ भने कम्युनिस्ट बन्ने भनेको के हो? कम्युनिस्ट हामी कम्युनिस्ट बन्ने भनेर 5 एङ्गल्सका ग्रन्थ, लेनिनका ग्रन्थ, स्टालिनका ग्रन्थ, माओका ग्रन्थ अध्ययन गर्छौँ। तर लेनिनले के भन्नुहुन्छ भने त्यो चाहिँ अत्यन्तै दयनीय विधि हो। त्यसरी कोही मान्छे कम्युनिस्ट भएको छ भने त्यो चाहिँ अत्यन्तै दयनीय कम्युनिस्ट हुन्छ। मार्क्स एङ्गल्सको कोटेसन सारेर त्यो फलो गरेर त्यसलाई धारण गरेर कसैले कम्युनिस्ट हुँ भन्यो भने त्यो चाहिँ दयनीय कम्युनिस्ट हुन्छ। अनि वास्तविक कम्युनिस्ट चाहिँ को हो त? वास्तविक कम्युनिस्ट चाहिँ आजसम्म मानव जातिले आर्जन गरेको सम्पूर्ण ज्ञान राशिद्वारा हाम्रो दिमागलाई सुसम्पन्न गराउनुपर्छ, तब मात्र हामी कम्युनिस्ट हुन सक्छौँ। अब त्यो भनेको के हो त? लेनिनले चाहिँ आफ्नो समयसम्मका भने त्यो भनेको 1917 अथवा रुसमा समाजवादी क्रान्ति भएसम्मको अवधि हो। त्यो भनेको 20औं शताब्दी 1917। 1917 देखि हामी अहिले कतिमा छौँ? 1925 मा, 2025 मा छौँ हामी। लगभग 100 वर्षभन्दा बढी भइसक्यो। अनि यो 100 वर्षमा कति परिवर्तन भयो त? कति ज्ञान विज्ञान आयो त? भन्दा लेनिनको समयमा चाहिँ कम्प्युटर पनि थिएन। आज हामी कहाँ छौँ त? एआईमा छौँ। एआईमा। अनि यो एआई भन्ने यो जुन चिज आयो यसले सारा दुनियाँ बाँडिरहेछ। स्वयं अमेरिकाले बाँड्यो। अस्ति 6 अर्ब अमेरिकी डलर नोक्सान भयो। डिपसिक आएपछि स्वयं अमेरिकाले बनायो पहिले ChatGPT भन्ने। अनि त्यसको काउन्टरमा चाइनाले डिपसिक बनाएपछि 6 अर्ब अमेरिकी डलर एकै दिनमा कोलास भयो। यसले स्वयं अमेरिकालाई भाँडिरहेछ। अब सारा दुनियाँ हामीलाई भाँडे कुरा कुन नयाँ कुरा हो? हामी अत्यन्तै अन्यलमा छौँ अहिले। यसलाई कसरी युज गर्दै यो अनुसार हाम्रो जीवनशैली कसरी लाग्ने? यदि यो भएन भने हामी कहाँ हुन्छ त? हामी फेरि फर्केर बाँदरकै जीवनमा जान्छौँ। हामी आधुनिक बाँदर भन्छौँ। त्यसकारण अब आजको लेनिन बन्ने कुरा चाहिँ के हो त? हाम्रो युगको लेनिन हामी नै हो। जसरी लेनिनको समयको मार्क्स लेनिन थिए अनि हाम्रो समयको लेनिन चाहिँ, अनि हाम्रो कार्यभार के हो त? त्यसो भए लेनिन गुने कार्यभार के हो त भन्दा 1917 देखि लिएर आजसम्म भएका सारा ज्ञान विज्ञानद्वारा हाम्रो मस्तिष्कलाई सुसम्पन्न, तब मात्रै हामी लेनिनवादी हुन सक्छौँ, लेनिनलाई सम्मान गर्न सक्छौँ र लेनिनको मार्गदर्शनमा हाम्रो समाज रूपान्तरण गर्न सक्छौँ र
लेनिनप्रति श्रद्धा पनि हामी गर्न सक्छौँ। र समय सिद्धिएको सङ्केत आएको छ। सकेसम्म चिट नचोर्ने भन्ने छ मेरो चाहिँ। जीवनभरि मैले चिट नचोर्या हुनाले यहाँ चिट चोर्नु नपरोस् भन्ने छ। हस्, धन्यवाद।